एकचोटिलाई सपोर्ट, यो चुनावमा सपोर्ट गरिदिनुस्, त्यसपछि हामी देखाइदिन्छौँ नेपालमा नेपाल के हुन्छ। एकचोटि कुलमान घिसिङको टिमलाई सम्पूर्ण नेपाली जनताले एकताबद्ध भएर चाहिँ सपोर्ट गर्नुहोला भन्ने म चाहिँ आग्रह गर्दछु। एकचोटि सपोर्ट गर्नुहोस्, एकचोटि। त सबै नेपाली दाजुभाइहरूले त कुरा बुझिसक्नु भएको होला। यति ठुलो मान्छे, देश बनाउने मान्छे कुलमान घिसिङजीको टिमलाई सबैले सपोर्ट गर्नुपर्छ भन्ने सबलाई थाहा छ। देश तथा विदेशमा रहेका साथीहरूले खास गरी नेपालीहरूलाई त जगाउन धेरै गाह्रो छ, तर एकपल्ट प्रयास गर्नु पर्यो। हामी विदेशबाट आफ्नो घरको मान्छेलाई जगाउने काम गर्छौँ। तपाईहरू पनि आफ्नो आफ्नो घरमा भनिदिनु होला, तर नेपालीलाई जगाउन धेरै गाह्रो छ। त्यही पनि कोसिस त गर्नु पर्यो। हामीहरू फुल सपोर्टमा छौँ है कुलमान घिसिङज्यूको टिमलाई। नत्र फेरि त्यही बुढापाकाको हातमा देश पर्यो भने, अहिले नयाँमा भाइरल भएको छ न त्यो केटा, फेरि भन्छ क्रिसका गाना सुनेगा त जिन्दगीभरि क्रिसको गाना सुनेर बस्नुपर्छ भाइहरू अनि दाइहरू अनि पुरै नेपालको सबै साथीहरूलाई मेरो यही आग्रह छ। कुलमान घिसिङजीले रिक्वेस्ट गर्नुभएको छ कि हाम्रो टिमलाई एकपल्ट सपोर्ट गरिदिनु भनेर। वास्तवमा कुलमान घिसिङजी धेरै राम्रो मान्छे हो। विद्युतमा हेर्नु त, एउटा विद्युत मन्त्री भएको बेलामा कति फाइदा गराएको छ। हामीहरू नेपाली भाइलाई लोड सेटिङको झन्झटै खत्तम गरिदियो। तर त्यस्तै गरी मलाई लाग्छ उहाँहरूको टिम जित्यो भने नि भ्रष्टाचार र नेपालको मतलब क्यान्सरहरू छ नि बसेको, त्यो सबै क्यान्सरै खत्तम गर्छ साथीहरू। त्यसैले एकपल्ट उहाँहरूको टिमलाई सपोर्ट गर्नु पर्यो। हामीहरू पनि आफ्नो घरमा मान्छेलाई जगाउने काम गर्छौँ, आफ्नो आफन्तहरूलाई।